कसरी एकै रातले नेपाललाई अन्धकारमा फालिदियो? के भयो त्यो क्षण जसले 104 वर्षको भाग्य लेखिदियो? विक्रम सम्वत 1903 भदौ 31 गते दरबारभित्र डर, षड्यन्त्र र अविश्वासको तुवालो बाक्लिँदै थियो। रानी राज्यलक्ष्मीले आफ्नो निकट भरोसायोग्य गगनसिंह भण्डारीको रहस्यमय हत्या भएको खबर सुन्न साथ आफ्नै दरबारमा हत्या गरियो। जसले यो काम गर्यो फेला पार। सबै उच्च अधिकारीहरूलाई कोर्ट शस्त्रागारमा उपस्थित हुन आदेश दिनुभयो। मसालको उज्यालो, काँपिरहेको वातावरण र मनभित्र उम्लिरहेको शंका सबै एकै ठाउँ जम्यो। दरबार 3 टुक्रामा चिरिएको थियो। राजाको गुट, रानीको गुट र सेनाका शक्तिशाली नेताहरू सबै एकअर्कालाई दोष दिन्थे। गगनसिंहको हत्या त चिसो आगोमा घिउ मात्रै भयो। विश्वास टुट्यो, द्वन्द्व भड्कियो र रात एकाएक रक्तपातमा बदलियो। कोर्टभित्रका दर्जनौं अधिकारी भुइँमा ढले। चिच्याहट, धुवाँ, हतियार सब एकै ठाउँ मिसिए। यसैबीच जंगा बहादुर आफ्नो संगठित सैन्य बलसँग अघि बढे। रात सकिँदा सकिँदै शक्ति एकै व्यक्तिको हातमा पुगेको थियो। केही महिनामै उनी बने देशका वास्तविक शासक र यसरी सुरु भयो 104 वर्ष